गाइस, हेलो गाइस। आज चाहिँ मेरो बुढाको बर्थडे परेको छ। केक ट्यारो गरेँ अनि हल्का बेलुनले सजाएको छु, खानेकुरा बनाएको छु। बर्थडे मान्छे चाहिँ आएन असल ड्युटीबाट वेट गर्दैछु म बर्थडे सरप्राइज दिन। हेलो, ह्याप्पी बर्थडे बुढो। कति ढिलो आउनु भएको, कति ढिलो आउनु भएको बर्थडे मान्छे यहाँ। बर्थडे जान लागिसक्यो। वेट गर्दा गर्दा बर्थडे मान्छे गाडीमा जस्ट बर्थडे मान्छे अनि मेरो मान्छेको बर्थडे हुँदा म सुत्छ। कसरी सोच्न सक्नुभयो यस्तो? ह्याप्पी बर्थडे बुढो। थ्याङ्क यू। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे मेरो बुढो। थ्याङ्क यू, थ्याङ्क यू। मैले के अरे हस्बेन्ड लेख्नु भयो नि, सुमन लेख्दै कि कसरी ह्याप्पी बर्थडे मेरो बुढो। पहिला तपाईँ बर्थडे मान्छे हो नि त है। एकदम मन पर्यो। ह्याप्पी बर्थडे बुढो। सक्यो बर्थडे। आजबाट 1 वर्ष अझै बुढो भयो। तन्डेरी सोचे है क्या? मलाई भने 27 वर्ष पुग्यो।